अहिले जहाँ गए पनि चिया पसलदेखि सोसियल मिडियासम्म एउटै मात्र कुरा चलिरहेको छ। त्यो हो हाम्रो नेपाल ए टिम र सिनियर राष्ट्रिय टिमको तुलना। आजको यस विशेष विश्लेषणमा हामी यही तातो बहसको भित्री कुरा केलाउनेछौँ। खासमा भइरहेको के छ त? सिधै विषयवस्तुतिर लागौँ। सबैको दिमागमा अहिले एउटै मात्र प्रश्न घुमिरहेको छ, के साँच्चै नै नेपाल ए टिम अहिले सिनियर टिम भन्दा कडा भइसक्यो त? बाहिरबाट सरसर्ती हेर्दा त त्यस्तै लाग्छ नि, होइन र? तर आज हामी हावाको भरमा वा भावनामा बगेर कुरा गर्दैनौँ। हामी पर्फर्मेन्स, खेलाडीहरूले झेलिरहेको प्रेसर र फ्याक्ट्सलाई एकदम नजिकबाट हेर्नेछौँ। यो सबै कुरा कहाँबाट सुरु भयो त? आउनुहोस्, नेपाल एले माथिल्लो मूलपारीमा देखाएको त्यो जादुमय प्रदर्शनबाट कुरा सुरु गरौँ। नेपालीको रिसेन्ट फर्म हेर्नुहुन्छ भने त्यो कुनै संयोगपट्टै होइन है। ओमान, स्कटल्यान्ड र अमेरिका जस्ता खतरा टिमहरूलाई उनीहरूले जसरी हराए नि, त्यसले माथिल्लो मूलपानी ग्राउन्डलाई एउटा छुट्टै फोर्ट्रेस अर्थात् अभेद्य किल्ला नै बनाइदिएको छ। जो आए पनि त्यहाँबाट हार्ने बोकेर फर्किनु परेको छ। आखिर यो टिममा त्यस्तो खास कुरा के छ त? यसको सिक्रेट सस भनेको उनीहरूको भोक र एनर्जी हो। याद गर्नुभएको होला, यी केटाहरू एकदमै फियरलेस क्रिकेट खेलिरहेका छन्। हारको कुनै डरै छैन, जसले गर्दा उनीहरूलाई आफ्नो नेचुरल गेम खेल्ने एकदमै ठूलो फ्रिडम मिलेको छ। अब अलिकति तुलना गरेर हेरौँ। यी दुई टिम बीचको डाइनामिक्स र प्रेसरको लेभल वास्तवमा कति फरक छ त? यो कन्ट्रास्ट एकदमै इन्ट्रेस्टिङ छ के। एकातिर नेपाल ए छ, जहाँ एकदमै फ्लेक्सिबिलिटी छ, नयाँ एक्सपेरिमेन्ट्स गर्न पाइन्छ र खेलाडीहरू बिना कुनै टेन्सन खेलिरहेका छन्। तर अर्कोतिर हाम्रो सिनियर टिमलाई हेर्नुहोस् त, त्यहाँ प्लेयरहरूको रोल एकदमै फिक्स छ। अनि फ्यानहरूको एक्सपेक्टेसन, ओहो, त्यसले गर्दा उनीहरूमाथि यति धेरै मेन्टल प्रेसर छ कि त्यो मैदानमा प्रष्टै झल्किन्छ। त्यही मेन्टल बोझले गर्दा नै सिनियर टिमले अलिकति स्ट्रगल गरिरहेको हामीले देखिरहेका छौँ। ब्याटिङमा कन्सिस्टेन्सी नहुनु, 200 भन्दा माथिको टार्गेट चेज गर्दा आत्तिनु, अनि विकेट निकाल्न पर्यो भने अझै पनि सन्दीप लामिछाने वा 1-2 प्रमुख बलरमै धेरै भर पर्नुपर्ने अवस्था छ। यो पक्कै पनि अलिक कन्सर्निङ कुरा हो। त्यसो भए अब मुख्य प्रश्न आउँछ, नेपाल एबाट सिनियर टिमको ढोका ढकढकाइरहेका ती हङ्ग्री प्लेयरहरू को हुन् त? ब्याटिङमा हेर्नुहुन्छ भने देव खनाल र ईशान पाण्डे जस्ता नामहरू एकदमै अगाडि आउँछन्। उनीहरूले क्रिजमा देखाएको म्याच्योरिटी र कामनेस अहिले सिनियर टिमको टप अर्डरलाई एकदमै चाहिएको छ। अनि म्यान यादव, उहाँले मिडल अर्डरमा जुन कन्फिडेन्स देखाउनु भएको छ नि, त्यसले पक्कै पनि सेलेक्टरहरूलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ। बलिङमा पनि अप्सन्सहरूको कुनै कमी छैन है। साब आलमको लेफ्ट आर्म स्पिन र उनको रिदम हेर्नुहोस्, एकदमै कडा छ। स्पेशली सिनियर स्पिनरहरूले अलिकति स्ट्रगल गरिरहेको बेला यो झनै इम्पोर्टेन्ट हुन्छ। अनि हेमन्त धामी र शेर मल्लले पनि आफू जुनसुकै बेला म्याचको मोमेन्टम चेन्ज गर्न रेडी छु भनेर देखाइसकेका छन्। अनि नेपाल एको अर्को एकदमै राम्रो पक्ष भनेको उनीहरूको 360 डिग्री एडाप्टेबिलिटी हो। राशिद खान, पवन सर्राफ वा बसिर अहमदलाई नै हेर्नुहोस्, उनीहरू ब्याट र बल दुवैबाट कन्ट्रिब्युट गर्न सक्छन्। यसले टिमलाई एउटा यस्तो डेप्थ दिन्छ नि, जसले गर्दा 1-2 जना मेन प्लेयर नचल्दा पनि पुरै टिम कोल्याप्स हुँदैन। तर एउटा कुरा हामीले एकदम क्लियरली बुझ्नै पर्छ, यो कम्पिटिसन भनेको सिनियर टिमलाई पुरै रिप्लेस गर्नको लागि हुँदै होइन। यदि प्रदर्शन गर्नु भएन भने तपाईँको ठाउँ लिन अर्को रेडी छ। नेपाल एले ड्रेसिङ रुममा यही एउटा पोजिटिभ प्रेसर क्रिएट गरेको छ। यसलाई एउटा क्याटलिस्ट वा भनौँ उत्प्रेरकको रूपमा हेर्नुपर्छ, जसले हरेक खेलाडीलाई आफ्नो 100% दिन पुश गर्छ। खासमा हेल्दी कम्पिटिसन भनेकै यही त हो नि, होइन र? अब पास रेकर्ड वा फ्यान फलोइङको भरमा मात्र टिममा पर्न गाह्रो छ। करेन्ट फर्म र मैदानको पर्फर्मेन्सले नै सबै कुरा डिसाइड गर्नेछ। यसले अल्टिमेटली फाइदा हुने भनेको हाम्रो ओभरअल टिमलाई नै हो। तर यहाँनिर हामीले एउटा कुरा बिर्सिनु हुँदैन है, सिनियर टिम कुनै पनि हालतमा कमजोर छैन। उनीहरूसँग भएको म्याच अवेयरनेस, एक्सपिरियन्स र प्रेसर ह्यान्डल गर्ने क्यापासिटी एकदमै भ्यालुएबल छ। भर्खरै युएई र ओमान विरुद्धको सिरिज जितेर उनीहरूले यो कुरा प्रुफ पनि गरिसकेका छन्। त्यसैले हेट स्प्रेड गर्नुभन्दा पनि अनुभव र नयाँ जोसको ब्यालेन्स खोज्नु जरुरी छ। अब कुरा गरौँ नेपाली क्रिकेटको सबैभन्दा ठुलो र तत्कालीन च्यालेन्जको, आइसिसी विश्वकप लिग 2। अब आउने लिग 2 को होम सिरिज हाम्रो लागि डु अर डाई जस्तै छ। अमेरिका, स्कटल्यान्ड र ओमानसँग खेल्दैछौँ र यो साइकलको अन्तिम होम ओडिआई सिरिज पनि हो। टपमा पुग्नको लागि अब हामीलाई सन् 2023 कै जस्तो अर्को एउटा मेराकल या भनौँ चमत्कारको जरुरत छ।
र यहीँनिर सेलेक्टरहरूलाई सबैभन्दा ठुलो टाउको दुखाइ छ। एकातिर फर्ममा नभएका तर एकदमै अनुभवी सिनियर प्लेयरहरू छन् भने अर्कोतिर एकदमै भोका फर्ममा रहेका ए टिमका नयाँ केटाहरू छन्। कसलाई छान्ने? यो ब्यालेन्स मिलाउनु साँच्चै नै एकदमै गाह्रो रणनीतिक डिसिजन हो। विश्लेषणको अन्त्यमा आइपुग्दा अब सबैले सोच्नै पर्ने एउटा गम्भीर प्रश्न उठ्छ। नेपाल ए को यो मोमेन्टम र लिग 2 को यो खतरनाक प्रेसरलाई हेर्दा अन्तिम प्लेइङ 11 मा वास्तवमा कसले चान्स पाउनुपर्छ जस्तो लाग्छ? एक्सपिरियन्स कि करेन्ट फर्म? यो एउटा यस्तो डिसिजन हो जसले नेपाली क्रिकेटको अबको बाटो पक्कै पनि तय गर्नेछ।